नमस्ते फ्यामिली, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ शनिबार विशेष, शनिबारको बिदा पाएर चाहिँ आज हामी चाहिँ घुम्न गइरहेका छौँ। सबैभन्दा अगाडि हामी कुलेखानी ड्याम जानेछौँ, त्यसपछि भेडा फार्म, त्यसपछि चाहिँ मोहिनी झरना जानेछौँ। अहिले हामीहरू चाहिँ निस्किसकेका छौँ र अहिले हामी चाहिँ अहिले तौडाहा ताल पुगेका छौँ। तौडाहा तालमा चाहिँ हामी खाजा खान झरेका छौँ तपाईँहरू। अब गाइज हामी चाहिँ तौडाहाबाट खाजा खाएर लागेका छौँ कुलेखानी ड्यामतिर यात्रा। फाइनली गाइज हामीहरू चाहिँ लगभग कुलेखानी ड्याम नजिक पुगिरहेका छौँ। हामीहरू चाहिँ अब पुग्नै आँटिसक्यौँ, तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै राम्रो रहेको छ यहाँ बाटो। शनिबार विशेषको पहिलो टार्गेट हिट भइसकेको छ। हामी चाहिँ सबैभन्दा पहिले चाहिँ हामी कुलेखानी ड्याम जान्छौँ भनेका थियौँ र हामी कुलेखानी ड्याम पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ, एकदमै मनमोहक दृश्य रहेको छ यो। तपाईँहरू पनि काठमाडौँमा हुनुहुन्छ भने बाइकमा चाहिँ 1 घन्टाको यात्रा गरेर तपाईँ कुलेखानी ड्यामसम्म पुग्न सक्नुहुन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ, यो दृश्य चाहिँ एकचोटि हेर्नै पर्ने हुन्छ, सबैले हेर्न सक्नुहुन्छ। तपाईँ एकदमै राम्रो रहेको छ यो कुलेखानी ड्याम। हामी चाहिँ अब ठ्याक्कै म यो कुले ड्यामको बोटिङ गर्ने ठाउँमा आइपुगेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ बोटिङ गर्ने ठाउँ हो। तपाईँहरू यहाँ आएर बोटिङ पनि गर्न सक्नुहुन्छ र यहाँ बोटिङको सुविधा रहेको छ। यो चाहिँ कुलेखानी ड्याम देख्न सक्नुहुन्छ। अब हाम्रो यात्रा चाहिँ कुलेखानी ड्यामबाट चाहिँ अब हामी चाहिँ मोहिनी झरनातर्फ लाग्नेछौँ। अब यताबाट जम्मा 6.5 किलोमिटर रहेको छ अरे मोहिनी झरना। हामी चाहिँ अब यहाँबाट चाहिँ मोहिनी झरनातर्फ लागेका छौँ। केही क्षणमा तपाईँलाई मोहिनी झरनाको दृश्य देखाउनेछौँ। फाइनली गाइज हामीहरू मोहिनी झरना पुगिसकेका छौँ, जुन चाहिँ हाम्रो शनिबार विशेषको दोस्रो पोइन्ट रहेको थियो। हामीहरू मोहिनी झरना पुगिसकेका छौँ, तपाईँहरू हेर्न सक्नुहुन्छ।
देख्नु सक्नुहुन्छ यो चाहिँ मोहनी झरना। हामी अब गइरहेका छौँ। यो चाहिँ जाने बाटो। फाइनली गाइज हामीहरू अब पुग्ने आँटेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ एकदमै भिड रहेको छ। एकदमै मनमोहक दृश्य रहेको छ। अब हामी चाहिँ अलि टाढा रहेको छ। हामीहरू यताबाट सिँढी चढेर चाहिँ त्यहाँसम्म पुग्नुपर्ने रहेछ। हामीहरू चाहिँ सिँढी झरेर जाँदैछौँ। उहाँ देख्न सक्नुहुन्छ मोहनी झरना। एकदमै नजिक पुगिसकेको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ मोहनी झरना। अहिले फाइनली गाइज हामीहरू पुगिसकेका छौँ मोहनी झरना। दिस इज मोहनी झरना। देख्न सक्नुहुन्छ एकदमै सुन्दर रहेको छ मोहनी झरनाको दृश्य। फाइनली गाइज हामी चाहिँ अहिले आज शनिबार विशेषको दोस्रो पोइन्ट मोहनी झरना पुगिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ मोहनी झरना हो। मोहनी झरना देख्न सक्नुहुन्छ। हामीहरू चाहिँ आज शनिबार विशेष मोहनी झरना पुगिसकेका छौँ। शनिबार विशेष मोहनी झरना।